है र सम्पूर्णमा फेरि हाम्रो है फेरि धेरै बातमा है हाम्रो विजय सुब्बा है लाई लिएर आइसकेको छु र है मैले किन लिएर आएँ भन्दाखेरि चाहिँ हाम्रो विजय काकालाई क्या हिजो राति सपनामा अचानक होइन अचानक निदाको बेलामा एउटा गीत आएछ अरे क्या कसको गीत अरे ध्रुवप्रसाद लामाको गीत आएछ अरे है र म एउटा सानो गाउँछु र भाइ भिडियो गर भनिरहेको छ होइन र सबैले है हेरेर है लाइक कमेन्ट चाहिँ है गरिदिनुहोस् है सेयर चाहिँ गरिदिनुहोस् है ल र हाम्रो है के भन्नु छ थम्बे अलिकति हाम्रो काका के भन्नु अचानक नि कहिले नै मैले हो गीत आयो र अब एउटा है लु यो है हाम्रो सानो एउटा गीत रिमेम्बर पनि हुन्छ नि त होइन भोलिको लागि हाम्रो सानो इन्टरटेनमेन्ट पनि हो पछिसम्मको रिमेम्बर उहिलेको गीत सबै मेटिँदै गयो अहिले चाहिँ ढाक्छौँ न ढुक्छौँ दिनदिनै उमेरहरू खाइँदैछ है घरले जहाँ बनाउले आइदिएछ भन्दैछ अब यसो आफूले सम्झेको गीतहरू गाउनु मन लाग्छ नि त अब अहिलेको नानीले गाउँछ गीत गाउँको रनै खेलेको कि चोर झरेको मलाई बोल्नु भनेर लाउँदैन रहेछ त्यसरी सम्झेको गीतहरू गाइराख्नुपर्छ होइन रिमेम्बर हुन्छ यसरी पछि नाति छोराछोरी हेर्छ मेरो बाजे बोजूले यसरी गाउँथेछ यस्तो रमाइलो थिएछ भन्ने हुन्छ हो र हामी चाहिँ है बेला बेला यसरी गर्छौँ नि त पछि यो है हामी इन्टरटेनमेन्ट मात्रै होइन रिमेम्बर होस् पछिसम्म यो चाहिँ हाम्रो एउटा यादगार भएर बस्छ क्या पछि है भोलिको दिन को हुँदैन के हुँदैन त्यो त थाहा छैन कसैलाई पनि छैन तर पनि है एउटा यसरी गरिरहेको छ भने चाहिँ पछिसम्म रिमेम्बर हुन्छ लु गाइदिनुहोस् ध्रुवप्रसाद लामाको गीत है ल सुनाइदिनुहोस् मेरो मायालाई कहिले पनि प्रीति नसम्झिदिनु मेरो मायालाई कहिले पनि प्रीति नसम्झिदिनु यादहरूले बिउझै देला सपना सम्झी भुलिदिनु मेरो मायालाई आशाहरूले मेरो मायालाई आजदेखि मेटिदिनु आशाहरूले मेरो मायालाई आजदेखि मेटिदिनु विगत जीवनको अधुरोपना नौलो कथाले मेटिदिनु विगत जीवनको अधुरोपना नौलो कथाले मेटिदिनु नौलो कथाले मेटिदिनु मेरो मायालाई कहिले पनि प्रीति नसम्झिदिनु आँसुहरूले मेरो जीवनलाई आजदेखि बगाइदिनु आँसुहरूले मेरो मायालाई आजदेखि बगाइदिनु तिमी रुए पापु लाग्ला बिन्ती मेरो नरुइदिनु तिमी रुए पापु लाग्ला बिन्ती मेरो नरुइदिनु बिन्ती मेरो नरुइदिनु मेरो मायालाई कहिले पनि प्रीति नसम्झिदिनु कसो भयो दामी एकदमै दामी है र भनिदिनु त हेर्नेहरूलाई हाम्रो विजय काका चाहिँ इन्ट्रेस्टेड छ क्या गाउनु है पुरानो गीतहरूमा चाहिँ एकदम लिएर उसले घरमा पनि प्र्याक्टिस नगरी पनि गुनगुनाइबस्छ क्या है एक्लै बस्दा पनि गुनगुनाइबस्छ बस्छ काम गर्छ होइन एक्लै गीत गाउँदै है र के कस्तो लाग्छ यसो कमेन्टमा लाइक कमेन्ट र सेयर चाहिँ गरिदिनुहोस् है साथीभाइ ल